आज एकत्रित हुन पाएका छौँ र बाहिन किराँत मुलुखिमको गरेर सम्पूर्ण हाम्रा बाहिन दाजुभाइ दिदीबहिनीहरू जसले आफ्नो सक्रियतापूर्वक यो कार्यक्रममा सहभागी बन्नुभएको छ त्यसको लागि हाम्रो सिङ्गो बाहिन किराँत मुलुखिमको तर्फबाट विभिन्न हाम्रो चाहिँ भातृ सङ्गठनको तर्फबाट यहाँहरू सबैलाई चाहिँ हार्दिक स्वागत तथा अभिवादन छ। विशेषतः हामी विभिन्न पेसा विभिन्न व्यवसाय अध्ययन र विभिन्न कार्य अन्तर्गत हामी राजधानीमा जति पनि बाहिनहरू छौँ आज हामी सबै एकत्रित भएर यहाँ हाम्रो आफ्नो संस्कार रीतिरिवाज परम्परा अनुसार एकत्रित भएर हामी आफ्नो बिचमा यो शुभकामना स्वरूप भेटघाट गर्दै शुभकामना आदान गर्ने जुन मौका मिलेको छ त्यसको लागि हामी फेरि पनि यहाँहरूप्रति आभार व्यक्त गर्दछौँ। अब विशेषतः बाहिन किराँत मुलुखिमले धेरै कार्यक्रमहरू अगाडि बढाएको छ। त्यसै सन्दर्भमा बाहिन किराँत मुलुखिमले हाम्रो सामूहिक सारिखिमको लागि जुन अभियान सञ्चालन गरेको थियो त्यो अभियानमा हाम्रो सम्पूर्ण देश विदेशमा रहेका हाम्रो सम्पूर्ण वंशज दाजुभाइ दिदीबहिनीहरूले आफ्नो क्षमता र हैसियत अनुसार सबैले आर्थिक सहयोग गरेर आज हामी त्यो यो हाम्रो काठमाडौँमा हामीले सामूहिक सारिखिमको लागि साग रोप्ने जग्गा प्राप्त गर्न सफल भएका छौँ। यो हाम्रो साझा सफलता हो, साझा सक्रियता हो, साझा सम्पत्ति हो र हाम्रो आउँदो पुस्ताको लागि हाम्रो भाषा संस्कृति संस्कार रीतिरिवाज परम्परा संरक्षण र सम्वर्धन गर्न हामी एकीकृत छौँ र यसमा सहभागी हुनुभएका आज यहाँ र जसले जहाँ जहाँबाट आर्थिक सहयोग गरेर यो कार्यक्रमलाई जुन सफल बनाइदिनु भएको छ फेरि त्यसको लागि पनि बाहिन किराँत मुलुखिमको तर्फबाट यहाँहरू सबै जुन चन्दादाताहरू हुनुहुन्छ जुन जसले यहाँ चाहिँ आर्थिक सहयोग गर्नुभएको छ सबैप्रति अनुग्रहित भएर फेरि पनि एकपटक यहाँहरूमा सबैमा हार्दिक आभार प्रकट गर्दछु। हामी सालाना यस्तो कार्यक्रम गर्दैछौँ, हामी जुट्दैछौँ, हामी बढ्दैछौँ, हामी अझ बलियो हुँदैछौँ भन्ने आभास हामीले पाएका छौँ र हाम्रो सम्पूर्ण यहाँ आजका यो कार्यक्रममा हाम्रा दिदीबहिनी दाजुभाइहरूले आफ्नो सङ्गीततर्फबाट आफ्नो नृत्य मार्फत हाम्रो आफ्नो प्रतिभाहरूलाई चाहिँ यहाँ प्रदर्शन गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी चाहिँ के भनेदेखि आभार प्रकट गर्दछौँ र भावी दिनमा पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरू सङ्गीत क्षेत्रमा नृत्यको क्षेत्रमा र अन्य चाहिँ सम्पूर्ण क्षेत्रमा हामी अझ नै अगाडि बढ्छौँ भन्ने हामीलाई विश्वास छ र हामी हातेमालो गर्दै जो जहाँ छौँ जहाँ भए पनि हामी बाहियौँ र हाम्रो रीतिरिवाज परम्परा संस्कारलाई जगेर्ना गर्ने कर्तव्य हाम्रो हो। हामीले भावी पुस्तालाई हामीले सम्बोधन गर्दै जानुपर्छ। भावी पुस्तालाई यो हाम्रो रीतिरिवाज संस्कारको जुन धरोहर छ त्यसलाई हस्तान्तरण गर्दै जानुपर्छ भन्ने हामीलाई लागेको छ र बाहिन किराँत मुलुखिमको मूल उद्देश्य पनि त्यही हो र यो मूल उद्देश्य प्राप्ति गर्नुको निमित्त हामी आज एकाकार भएर जुन कार्यक्रम चाहिँ कार्यक्रम गर्न सफल भएका छौँ, जुन जग्गा हामीले प्राप्ति गरेका छौँ भावी दिनमा अब त्यस जग्गालाई प्राप्ति गरेर मात्रै होइन त्यहाँ हाम्रो चाहिँ भवनहरू निर्माण गर्नु छ। त्यो भवनहरू निर्माण गरेर हाम्रो त्यहाँ चाहिँ सारिखिम तयार गरेर हामी फेरि पनि त्यही चाहिँ हाम्रो सारिखिमको क्षेत्रमा पनि यसै गरी एकजुट भएर जुटेर हाम्रो संस्कारहरू रीतिरिवाजहरू परम्पराहरू त्यहाँबाट हामी चाहिँ सञ्चालन गर्नेछौँ भन्ने हामीले आशा लिएको छौँ र त्यसको लागि अब हामीले यो चाहिँ के भनेदेखि नक्सा निर्माणको कुराहरू हामीले हाम्रो सारिखिम कस्तो हुनुपर्ने हो भनेर हाम्रो नक्साको हामी नक्साङ्कन गर्न गइरहेका छौँ र त्यसको नक्सा हामी तयार गर्छौँ। त्यो नक्सा तयार गरिसकेपछि फेरि यहाँहरूलाई हामी आह्वान गर्छौँ र फेरि त्यहाँ जुटेर हामी यस्तो यस्तो खालको हामी भवन बनाउने हो, यस्तो यस्तो खालको कुराहरू हुन्छन् र यसमा अगाडि हाम्रो जग्गा प्राप्ति गर्नुको निमित्त जतिले सहयोग गर्नुभएको छ र त्यसपछि जो कोही छुट्नु भएको छ उहाँहरू फेरि त्यो भवन निर्माणमा जुट्नुहुनेछ भन्ने कुरा हामीले
आशा राखेका छौँ, विश्वास गरेका छौँ। हामीले त्यसको निमित्त सरकारसँग पनि सहयोग माग्नेछौँ र हाम्रो आफ्नै चाहिँ के भनेदेखि अब बाहिरभित्र पनि थप हामीले चाहिँ जसले योगदान दिनुभएको छ। म छुटेँ भन्ने जो साथीहरू हुनुहुन्छ, तपाईँहरू छुट्नु भएको छैन। हामीसँग धेरै कार्यक्रम छन्। हामी ती सम्पूर्ण दाजुभाइलाई समेटेर फेरि जानेछौँ र फेरि हामी तपाईँहरूलाई आह्वान गर्छौँ। त्यसमा फेरि तपाईँहरू हामीसँगै हातीमालो गरेर सँगै अगाडि बढ्छौँ भन्ने मलाई विश्वास छ। र विशेष गरी यो भाइ किराँत मुलुखिमले सालाना आयोजना गर्दै गरेको जुन यो तिहारको दीपावली, यो दीपावली हाम्रो चाहिँ नि अब यहाँ चाहिँ विभिन्न कुराहरू छन्। यो धेरै लामो हुन्छ। अब यो चाहिँ नि दीपावली सबैको हो, बलिराजले गरेको भन्ने कुराहरू छ, त्यो आफ्नो व्याख्या विश्लेषण छ। तथापि हामी चाहिँ नि यो सालाना गर्ने हाम्रो यो कार्यक्रम भएको, यो संस्कार भएको, अब एउटा पर्व भएको हुनाले हामी जुटेका छौँ। आगामी दिनमा पनि योभन्दा बढी सशक्त भएर हामी यो कार्यक्रम त सालाना नै गर्छौँ। यो चाहिँ के भनेदेखि जुन बेला चाहिँ दीपावली हुन्छ, दीपावलीको समयमा हामी सालाना यो कार्यक्रमहरूलाई निरन्तर गर्दै जान्छौँ। यहाँहरूको सहभागिता निरन्तर हुँदै जानेछ, बढ्दै जानेछ र हामीले सच्याउनु पर्ने कुरा हामी कसैलाई पनि, विशेष गरी हाम्रो महासचिवज्यूलाई पनि यहाँहरूले चाहिँ कन्ट्याक्ट गरेर त्यहाँ चाहिँ आफ्नो राय दिनु सक्नुहुनेछ। त्यो हामी सबैले प्राप्त गर्नेछौँ र हाम्रो चाहिँ बैठकमा छलफल भएर त्यो कुरालाई आगामी दिनमा हामी चाहिँ त्यसलाई कार्यान्वयन गर्नेछौँ भन्ने कुरा यहाँहरूलाई विश्वास दिलाउँछु। र आज जुन किसिमले हामी जुटेका छौँ र आज हामी जति रूपमा जुन मात्रामा हामीलाई गर्व महसुस भएको छ, आगामी दिनमा अझ योभन्दा बडा हामी गर्विलो तरिकाले अगाडि बढ्छौँ भन्ने कुरा हामीले विश्वास लिएका छौँ। र अब धेरै कुराहरू गर्दा हामीसँग धेरै लामो कार्यक्रमहरू छन्। यहाँ हाम्रो भाइ बहिनीहरूले अझै पनि आफ्नो क्षमताहरू, आफ्नो सिपहरू प्रदर्शन गर्न बाँकी नै रहेको हुँदाखेरि अब यो समयलाई छोट्याउँदै यहाँहरू सम्पूर्णलाई फेरि एकपटक आभार प्रकट गर्दै बाहेक किराँत मुलुखिमको तर्फबाट सबैमा आभार व्यक्त गर्दै म आफ्नो सानो यहाँहरूसँग मैले जुन आफ्नो कुराहरू राखेँ, आगामी दिनमा यसै गरी हामी जुट्नेछौँ र अझ बलियो भएर अगाडि बढ्नेछौँ भन्ने आशा राख्दै बिदा भए। धन्यवाद।